ईशानको साथी होइन, म आफै पनि 11 क्लासमा कालिका मानव ज्ञानमा ल सङ्कायमा अध्ययनरत विद्यार्थी। अनि मैले ईशानसँगको मेरो मित्रता भनेको ईशान आफैमा खेलाडी। अनि लास्ट टाइम हाम्रो ट्राफिक चोकमा कभर हल छ, त्यहाँ गेम खेल्न आउँदा उसलाई चिनेको। त्यस पश्चात उसँग मेरो 3 चोटि मात्र भेट भएको छ। कुराहरूलाई थेतै राखेर चाहिँ मैले यही विषयलाई चाहिँ केन्द्रित गरेर केही कुराहरू राख्न चाहन्छु। आज बिहान प्रहरीलाई भर्खर अङ्कलसँग कुरा भएको थियो, तर अङ्कलसँग त्यति कुरा हुँदा चाहिँ त्यति चाहिँ मजाले उहाँले डिस्क्राइब नगरिदिइसकेपछि म आफै गएँ उहाँसँग, किनकि आफूले पनि कानुन पढिरहेको विद्यार्थी। अनि मजाले चाहिँ के रहेछ भनेर बुझ्दै जाँदा प्रहरीको प्रारम्भिक रिपोर्ट आइसकेको छ, पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ। दुईवटा कुरा छ। पोस्टमार्टम रिपोर्टमा उहाँहरूले जब यहाँ पहिलो दिन ईशान हरायो र दोस्रो दिन उसलाई हस्पिटल लग्यो, हस्पिटल लग्ने बित्तिकै ईशानको ठुलबाबा अर्थात् उहाँलाई भित्र बोलाएर के भनिरहेको थियो भने डाक्टरले धारिलो वस्तुको प्रयोग गरिएको छ। हत्या पनि भनिएको छैन, एक्सिडेन्ट पनि भनिएको छैन, धारिलो वस्तुको प्रयोग गरिएको छ। त्यसपछि आज पोस्टमार्टम रिपोर्ट प्रहरीसँग आइसकेको छ, तर प्रहरीले हामीलाई अफिसियल्ली नदिनुको रिजन चाहिँ त्यो भिसिआईको रिपोर्ट चाहिँ आएको छैन, त्यो पठाइएको छ। कतै पठाइएको छ, त्यसको रिपोर्ट आउन बाँकी छ। अनि उहाँलाई चाहिँ मैले के सोधेँ भने प्रारम्भिक पोस्टमार्टम रिपोर्ट के आएको छ। प्रारम्भिक पोस्ट रिपोर्ट चाहिँ उसको ब्रेन ह्यामरेजको कारण उसको मृत्यु भएको भन्ने छ। उसको ब्रेनको हड्डी भाँचिएको र त्यो एरियामा चाहिँ रगतहरू बढेर चाहिँ उसको मृत्यु भएको भन्ने छ। सेकेन्ड कुरा के छ भने त्यो पोस्टमार्टम रिपोर्टमा कतै पनि धारिलो वस्तुको लेखिएको छैन, धारिलो वस्तुको प्रयोग पनि भएको छैन भन्ने केही कुरा पनि त्यो संलग्नै छैन जस्ता कुराहरू आएको छ कि उसको नर्मल डेथ हो भन्ने कुरा आएको छ। अनि त्यसपछि तेस्रो कुरा कस्तो छ भने जुन अब प्रहरीले प्रारम्भिक रिपोर्टले के भन्नुभयो भने एक्सिडेन्ट हो भन्नु अफिसियल्ली नआए पनि अबको 2-3 दिनमा चाहिँ जिल्लाबाट चाहिँ हामीले प्रेस मिट गर्छौँ र सबै विवरणहरू दिन्छौँ भन्नुभएको छ। अनि त्यसपछि अब उहाँहरूको अनुसन्धान चाहिँ के रहेछ भने 2 जनाको बयान लिइसक्नुभयो, 3 जनालाई हिरासतमा लिनुहुन्छ। गाडीमा 5 जना सवार, 2 जना छोराछोरी र महिला विरुद्ध चाहिँ जाहेरी दिएन, किनकि प्रहरीले परिवारलाई के भनेको छ भने महिला 2टा बच्चा सहितको महिला हुनुहुन्छ, महिलालाई गाह्रो हुन्छ भनेर हामी परिवारले चाहिँ जाहेरी दिएनौँ। अनि त्यसपछि 3 जना भनेको 1 जना ड्राइभर र 2 जना दाजुभाइ। अनि 2 जनाको चाहिँ दाजुभाइको चाहिँ बयान भइसकेको छ र ड्राइभरको चाहिँ बयान नभएको कुरा चाहिँ आज बिहान मलाई इन्सपेक्टर सरले खुलाउनु भयो। र बयानमा चाहिँ के कुरा आएको छ भने सुनगावा चोक छ अगाडि, सुनगावा चोकबाट अगाडि चाहिँ गाडीले ठक्कर दिएको भन्ने छ, तर गाडीको ड्राइभरले चाहिँ के भनेको छैन भने मैले यही मान्छेलाई ठोकेको भन्ने छैन, पहिलो कुरा। अनि दोस्रो कुरा के छ भने यदि गाडीले ठोकेको होइन भने अब व्यवस्थापनको कुरा भयो होइन। ल गाडीले ठोकेको पनि भन्नुभयो प्रहरीले आफ्नो रिपोर्टमा, आज सोसियल मिडियाभरि जताततै छर्लङ्ग देख्नु भएको छ। पहिलो कुरा त कुनै पनि अफिसियल नोटिस प्रहरी र हस्पिटलबाट परिवारलाई आएको छैन। त्यही भएर म सम्पूर्णलाई के रिक्वेस्ट गर्न चाहन्छु भने पोस्टमार्टम रिपोर्ट पनि आएको छैन, प्रहरीबाट केटी केटा कसैको पनि रिपोर्ट आएको छैन, एउटा हस्ताक्षर भएको पत्र घर आएको छैन। त्यसैले कसैले पनि अफवाह समाचार नफैलाइदिनु। अनि दोस्रो कुरा के छ भने प्रहरीले आफैले के भन्नुभएको छ, अबको 2-3 दिन मैले आजै उहाँहरूलाई के रिक्वेस्ट गरेको छु भने अबको 3 दिनभित्र चाहिँ हजुरहरूले कम्ती पनि परिवारलाई चाहिँ के रिपोर्ट बुझाइदिनु पर्यो भने पहिलो भनेको पोस्टमार्टम रिपोर्ट बुझाइदिनु पर्यो। सेकेन्ड भनेको उहाँहरूको बयान के छ, बयानको पत्र बुझाइदिनु पर्यो, किनकि जेलमा राखिसके उहाँहरूलाई चाहिँ हिरासतमा राखिसकेपछि 25 दिनमा उहाँहरूले पेशी गर्नुपर्छ। कम्ती पनि आज 9-10 दिन भइसक्यो उहाँहरूलाई भित्र राखेको। अब उहाँहरूसँग जम्मा 18 दिन छ, 18 दिन चाहिँ उहाँहरूले अनुसन्धान गर्नुहुन्छ। त्यसपछि अबको 2 दिनभित्र पोलिग्राफी टेस्ट भन्नुभएको छ, 17 गते, आज 15 गते भयो, 17 गते गर्छौँ। त्यसपछि रिपोर्ट आउँछ र सत्य तथ्य प्रमाणित हुन्छ भन्नुभएको छ। अनि दोस्रो कुरा के छ भने उहाँहरूको बयानमा लासको व्यवस्थापनको कुरा आएको छैन। यदि एक्सिडेन्ट भएको हो भने त्यो प्रकृति हेर्दा जसरी उसको नालीभित्र लास राखिएको छ त्यस अन्तर्गत चाहिँ के हुनपर्छ नि कि एक्सिडेन्ट आफ्टर मर्डरको कुराहरू आउनुपर्छ यदि एक्सिडेन्ट हो भने, किनकि उसको यहाँको हड्डी गएको छ होइन, यहाँको हड्डी गएको छ, नानीलाई केन्द्रबिन्दु पारेर उसको आँखा फुटालिएको छ होइन, जसरी बाबाले भन्नुभयो। अब बाबा मम्मीलाई डिस्क्राइब गर्न पनि गाह्रो छ कि यो कुरा। अनि त्यसपछि थर्ड कुरा भनेको उसको सब भनेको नालीमा स्लिपिङ पोस्चरमा छ होइन, ऊ आफू त्यहाँ जाने कुरै छैन, माथिबाट नाली पुरै ढाकिएको छ, अगाडिको ओपन स्पेस मात्र छ जहाँबाट उसको लासलाई भित्र हालिएको छ। ऊ त्यो स्पेसमा एउटा जीवित मान्छे त्यहाँभित्र गएर लुक्ने पनि सोच्दैन क्या होइन। अनि थर्ड थिङ भनेको त्यो गाडी चाहिँ लगभग 42 साँझको 7:42 गाडी सुनगावा चोकको सिसिटिभीमा देखिएको छ, अनि 7:44 यतापट्टिको सिसिटिभीमा देखिएको छ होइन, 2 मिनटको टाइमिङ छ। अनि त्यसपछि ईशान चाहिँ के छ भने ईशानलाई चाहिँ 7:30 जुन साथीसँग थियो, साथी चोकबाट उतापट्टि गयो, ईशान दौडेको पोस्टरमा देखिएको छ सिसिटिभीमा होइन। अनि जहाँबाट दौडिएको छ त्यहाँबाट अगाडि पुरै घर छ, अगाडि जाँदा देख्नु होला सुनगावा चोक एउटा खाली स्पेस पनि छैन क्या, एउटा हुन्छ नि त खाली स्पेसमा ल एक्सिडेन्ट भएर चाहिँ लुकायो भन्ने ठाउँ पनि छैन। अनि त्यसपछि भन्न खोजेको मैले के भनेको भने यदि एक्सिडेन्टको प्रकृति हुन्थ्यो भने साँझको 7 बजे लगभग 7:30 7:45 को समयमा त कोही पनि सुत्दैन नि त, आम नागरिक घरभित्र हुन्छ। एक्सिडेन्ट भएर त्यत्रो व्यवस्थापन गरन्जरी मान्छेले थाहा पाउँदैन
दोस्रो कुरा, यदि एक्सिडेन्ट हो भने रगतको छित्रा किन बाटोमा छैन? ल रगतको छित्रा पनि छोडिदिनु, उसको यहाँ लागेको थियो ल गाडीले, त्यो पनि मान्दैमा हामीले परिवारले। तर यदि उसको एक्सिडेन्ट भएको भने उसको हेयरको एउटा स्याम्पल पनि भेटिएको छैन, केही पनि भेटिएको छैन। अनि मोबाइल अर्को दिन कसरी आउँछ? किनकि जबकि उसको जुत्ता त्यही अघिल्लो दिन भेटिएको छ, सबै कुरा भेटिएको छ, मोबाइल अर्को दिन ल्याएर कसैले राख्छ? सो म के भन्न चाहन्छु भने यो कतैबाट पनि एक्सिडेन्ट हुँदा पनि होइन, यो हत्या हो होइन, कसैले प्री प्लान मर्डर नै भन्छु मलाई, म यत्तिकै नै भन्छु। अनि दोस्रो कुरा, ईशानको नेचर सोध्नुहुन्छ भने ईशान एकदम फ्रेन्डली मान्छे हो। मैले आफैले पनि 9-10 महिना भयो उसलाई मजाले चिनेको। अनि आज मलाई दुःख लाग्छ, उसको साथीहरू यहाँ कति कम्युनिटीमा थियो, ऊ 7 वर्षको बच्चासँग पनि मिल्न सक्थ्यो भने 27 वर्षको युवासँग नि मिल्न सक्ने प्रकृतिको मान्छे हो। गेम खेले पनि त्यो एग्रेसिभ, त्यो रिस बा भन्ने उसलाई कदापि थिएन। घर परिवारको जिम्मेवारी बुझेको थियो। बाबा आफै बिरामी हुनुहुन्छ, उसले टेक्वान्डो सिकाइरहेको थियो स्कुल लेभलमा। ऊ खुसी थियो। हत्या हुनुभन्दा 15 दिन अगाडि मसँगै इन्स्टाग्राममा उसँग कुरा भएको थियो। अनि उसको सेकेन्ड टर्म आउन लागेको थियो, एक्जाम भएपछि चाहिँ म बुटो लाउँछु भन्ने उसँग कुरा भएको थियो। र यो भइसकेपछि मैले 3 दिनपछि थाहा पाएँ। अनि यहाँ आइसकेपछि नि लास्ट टाइम पनि उहाँहरूसँग आएँ र आजैसँग प्रहरीसँग गएर बुझ्दा प्रहरीले के भन्नुभएको छ भने अब बयान बाँकी छ, पोलियोग्राफी टेस्ट पनि बाँकी छ। र अनि मैले उहाँहरूलाई के सोधेँ, यदि प्रहरी पोलियोग्राफी टेस्ट आएपछि पनि उहाँहरू सत्य बोल्नु भएको छ भने यसलाई कसरी अनुसन्धान गर्नुहुन्छ भन्ने कुरा त ती अब पछिका कुरा हुन् भन्नुभयो। अनि त्यसपछि म सम्पूर्णलाई चाहिँ के आग्रह गर्न चाहन्छु नि, अफवाह न्युजहरू नफैलाइदिनु। केही जान्नु छ भने मजाले सोध्नु। प्रहरी प्रशासनदेखि लिएर सबैजनाहरूलाई हामीले जे हो सबै बुझाइदिएका छौँ। अनि यत्रो दिन हुँदा पनि, आज 15 दिन बितिसक्दा पनि एउटा औपचारिक एउटा ल यो तरिकाले हो है भन्ने तरिकाले पनि एउटा निर्णय नआइसकेपछि कस्तो हुन्छ भने परिवारले पनि अब हामीले उसको शवलाई लिन मानेको छैनौँ। काजक्रियाको प्रक्रिया हुन्छ, जे नहुनु थियो त्यो घटना त बितिसक्यो। तर त्यो घटना बितिसकेपछि उसको शव आज 15 दिन बस्दा उसका शरीरका अङ्गहरू सबै कुहिसकेका छन्। त्यो लासलाई ल्याएर हामीले पनि काजक्रिया गर्नुपर्नेछ, विधिगत रूपमा काजक्रिया त गर्नु पर्यो। त्यसैले प्रहरी प्रशासन, नेपाल सरकार जतिले पनि हेर्दैन हुन्छ उहाँहरूसँग विनम्र अनुरोध गर्न चाहन्छु भने यो एउटा ईशानको कुरा मात्र होइन होइन, हामी विद्यार्थी हो, म आफै 11मा पढिरहेको विद्यार्थी हो। यहीँ घर अगाडि कुनै पनि मसँगैको साथीको हत्या भएको लास देखिन्छ भने समाजमा कुन त्रास चाहिँ त्यो मान्छेले पैदा गर्न खोज्या हो। र उसलाई प्रहरी प्रशासनसँग निष्पक्ष रूपमा नि डर छैन। जसरी अघि हाई प्रोफाइलको कुरा गर्नुभयो, म 50देखि 75% हाई प्रोफाइल केस हो नै भन्छु। किनकि हुन्थेन भने यत्रो समाजको बिचमा नालीमा ल्याएर राख्नुपर्ने जरुरत के थियो? यत्रो जङ्गल एरिया हो नि त यो त, हाइवे एरिया होइन नि त यो त। हेर्नु 75% यो एरिया भनेको जङ्गल एरिया कभर छ। यदि नर्मल मान्छेले यदि उसले एक्सिडेन्ट आफ्टर मर्डर गरेको भए, यदि त्यो गाडीले हानेको भए उसले जङ्गलतिर लहर फाल्थ्यो नि। ऊ यहाँको मान्छे पनि होइन, त्यो पनि छ। धेरै कुराहरू छन्, क्वेसनमाथि क्वेसनहरू छन्। म त्यही भएर के भन्छु भने प्रहरी प्रशासनलाई निष्पक्ष रूपमा एउटा ईशानको लागि मात्र होइन, हामी सम्पूर्ण देशभरिका विद्यार्थीहरूलाई एउटा सुरक्षाको माहौल खडा गरिदिनु। दिन प्रतिदिन घटनाहरू बढिरहेका छन्। अझै पनि निर्मला पन्तको 7 वर्षको केस मुद्दिएको छैन। त्यस्तै गरी मेरो साथीको केस पनि 7 वर्षसम्म नलम्बियोस्, यही बिन्ती गर्न चाहन्छु। परिवारलाई आफ्नै दुःख छ। त्यही भएर सम्पूर्ण मिडियाकर्मीहरू जति पनि कन्टेन्ट क्रिएटरहरूलाई पनि के भन्न चाहन्छु भने परिवारलाई त्यो घाउमाथि चुक नुन लगाइदिने काम नगरिदिनुहोस्। यो घटनालाई निष्पक्ष रूपमा जे आउँछ त्यही कुरा मात्र पत्याउनुहोस्, अरूको लागि